सिधा कमर गरेर बस्नुहोला र हामी आजको योग क्लासको सुरुवाती गर्दैछौँ। सबैभन्दा पहिला हामीले दीपावली गरेर माने दीप प्रज्वलन गरेर हामीले सुरुवात गर्छौँ दैनिकी भनेपछि। त्यसपछि शङ्खघोष लगायतका कुराहरू गरिसकेपछि हामीले अब हामी मन्त्रोच्चारण गरेर गायत्री मन्त्रबाट हामी पहिला 3 चोटि हामी उद्गीत प्रणाम मतलब ओंकार प्रणाम गरिसके पश्चात हामी थप क्रियाकलापहरू गर्नेछौँ र सम्पूर्ण दर्शक महानुभावहरू र योग साधक मित्रहरूलाई सबैलाई योग साधनासँग जोडिन आग्रह गर्न चाहन्छु। सुरुवात गरौँ। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्ष्यमामृतात्। ॐ सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय। ॐ शान्ति शान्ति शान्ति। साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमो नमः। अब सबैले आफ्नो ठाउँमा उभिएर जोगिङ गरौँ। यसरी औपचारिक कार्यक्रमहरू गर्दै गर्दा हामीले शरीरलाई तताउनका लागि पहिलो स्टेप, दोस्रो स्टेप, पछाडि हिपलाई छुने कोसिस गर्ने।
सिधै हातलाई टाङ्नी जति परसम्म लैजान सकिन्छ। अब दुई खुट्टा एक ठाउँमा सिधा जोडेर गर्दै गर्दा प्रत्येक बेला नाकबाट सास लिँदै खाँदै गर्दै हामी सास लिँदाखेरि जहिले पनि नाकबाट मुखबाट लिएको सासलाई अशुद्ध मानिन्छ भनेपछि कम्तीमा एउटा स्टेप 10 चोटि कम्मरका लागि अब खुट्टा थोरै खट्टाउने आधा शरीर माथि गरेर 5 चोटि दायाँबाट 5 चोटि बायाँ ताड़कास तिरक ताड़कास योगका धेरै आसनहरू धेरै विधिहरू छन्। वृक्षासन मनलाई एकाग्र गर्नका लागि यसैमा कपाल खाली गरौँ।
अब सबैले सूर्य नमस्कार गर्नु। सूर्य नमस्कार। सूर्य नमस्कार। बाह्रवटा स्टेप। 1 2 3 4 7 फास्ट पनि गर्नु। 1 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 1 2 3 4 5 6 7 8 9 10 11 12 हम 1 2 3 4 5 6 7 8 9 10 11 12 धेरै धेरै धन्यवाद। अहिलेसम्म हामीले फिजिकल शरीरलाई तताउनका लागि, अब सुगरका लागि रामबाणका रूपमा रहेको हामीले सुगर मेन्टेन गर्नका लागि अब पेटलाई कुमालो बनाउने, बसेर गर्ने, सुतेर गर्ने आसन, मुन्डुका आसन गरौँ। मुन्डुका आसनका लागि दुईटै हातका यसरी गर्ने, दुईटै मुठी बाँध्ने, यो घुँडा ठ्याक्क एक ठाउँमा भएको हुनुपर्छ। यसरी पेटको यहाँ राखेर पेटलाई पुरा खाली गरेर तल हिपलाई उठाउनु हुँदैन, हिपलाई कुर्कुचामै बस्ने गरी यहाँ यसैमा कपाल भाती भस्त्रिका गर्न सकिन्छ। बढीभन्दा बढी समय यसमा बस्नु। यो सुगर भएका व्यक्तिहरूको लागि, सुगर भएर औषधि खाइराखेको, इन्सुलिन समेत लगाइराखेको व्यक्तिका लागि यो कम्तीमा हरेक दिन 5 मिनटदेखि 10 मिनट 15 मिनटसम्म यसरी गर्न सकिन्छ। मुन्डुकासन। पेटमा ढुक 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 नाडीले खान्छ। त्यसपछि दोस्रो स्टेप, पहिला बायाँ हातलाई नाभिमा राख्ने, त्यसपछि दायाँ हातलाई राख्ने र त्यही प्रक्रियामा फेरि तल राख्ने।
हाम्रा धेरै मित्रहरूले भन्नुहुन्छ हामी एक्सर्साइज गर्छौँ, दिनभरि काम गर्छौँ, तर हामीलाई योगको आवश्यकता छैन भनेर भन्नुहुन्छ। तर हाम्रो दैनिकीमा यस्ता क्रियाकलाप हुँदैन। योग भनेको मनलाई जोड्ने, तनलाई जोड्ने, आध्यात्मलाई जोड्ने, समाजलाई जोड्ने, आफ्नो व्यक्तित्वलाई जोड्ने र आफ्नो शरीरलाई स्वच्छ बनाउने अभियान हो। जीवनभरि अरूका लागि मात्र एकछिन 1 घण्टा आफ्ना लागि। अब यति गरिसकेपछि अब हामी शशकासन गर्छौँ। सिधै निधारलाई जमिनमा खराएको जस्तो मुहारलाई चम्किलो पार्नका लागि पनि यो अति आवश्यक छ। अब थाइराइड भएका व्यक्तिहरूका लागि यसरी खुट्टामा उभिने, हातलाई यसरी राखेर टाउकोलाई यसरी पछाडि अर्धचन्द्रासन, उष्टासन, अर्धचन्द्रासन लगायतका यी आसनहरू हाम्रो यो थाइराइड र कम्मरका लागि। अब यसैलाई हाम्रो दोस्रो से यसरी तल पुरै छु, कपाल भाती गर्नु। अर्धचन्द्रासन भनिन्छ यसलाई। अब यसैलाई पूर्ण रूपमा पछाडि अर्धचन्द्रासनको यो पूर्ण रूप भन्दा हुन्छ। पहिलो हामीले सक्नेले गर्ने कुरा हो। यो सबैले एकैचोटि सक्दैन। र अब यसपछि अर्धमछिन्द्रासन। अर्धमछिन्द्रासन अर्कोतिर अब वक्रासन। यसलाई वक्रासन भनिन्छ। पेटलाई कुमलो बनाउनका लागि हाम्रो शरीरमा सबभन्दा बढी रोग निम्त्याउने भनेको पेट छ। हाम्रा नियमित खानपानका कारणले, व्यायाम नभएको कारणले र हाम्रो दैनिकीका कारणले हामीलाई धेरै रोगले समाउने गर्छ। वक्रासन गर्दै गर्दा कपालभाती भस्त्रिका पनि गर्नु सक्छ। त्यसपछि अब गौमुखासन। गौमुखासन यसरी खुट्टालाई घुमाएर कुर्कुच्छामा बस्ने। जुन खुट्टा माथि छ त्यही हातलाई माथि लैजाने र पछाडिबाट हातलाई समात्ने। 100-200 चोटि कपालभाती या भस्त्रिका गर्ने छ। यो त भयो गौमुखासन। अब हामी सुतेर गर्ने आसनहरू गर्छौँ। अब पेटको बलमा गरिने आसन। पहिलो आसन मकर आसन। त्यसरी पछाडिबाट हिपलाई
यसरी छुने गर्ने यसरी एक एक खुट्टाले पहिला गर्ने त्यसपछि दुईटै खुट्टाले त्यसलाई मकर आसन भनिन्छ मकर आसन भने अब अर्धभुजङ्ग आसन हातलाई यसरी बराबरमा ल्याउने त्यति मात्रै माथि र रोकिने त्यहाँ कति बेर रोकिन सकिन्छ सासलाई रोक्ने फेरि तल फेरि आउँछ अर्धभुजङ्ग आसन अब खुट्टालाई फाट गर्ने अब यही प्रक्रियाबाट माथि गएर कसरी खाने त्रिङ्ग भुजङ्ग आसन त्यसपछि अर्कोतिर यसलाई फाँस पनि गर्न सकिन्छ अब पूर्ण भुजङ्ग आसन बायाँ हातलाई तल राख्ने दायाँ हात माथि राखेर पुरै तनाव माथि आँखा माथि तल यसलाई फाँस पनि गर्न सकिन्छ हातलाई बराबर कुमको बराबरीमा लैजाने खुट्टालाई तलक्क गर्ने छातीभन्दा माथि यसरी उठाउने अब सल्वासन हातलाई थाइको तल राखौँ र सास भर्दै एउटा खुट्टा त्यसपछि अर्को खुट्टा यसलाई पनि फास्ट गर्न सकिन्छ 1 2 3 4 5 6 7 8 9 10 अब दुईटै खुट्टालाई अब यसपछि बायाँ हातलाई कमरमा राख्ने दायाँ हातलाई यसरी खुट्टा हनुमानले उडे जस्तै गर्दैन त्यसपछि अर्को साइड यसलाई पनि फास्ट गर्न सकिन्छ 1 2 3 4 5 6 7 8 9 10 अब दुईटै हातलाई पछाडि लगेर तलक्क तन्किने नासा च्यापिएको छ डक्टरले अपरेसन गर्नुपर्छ भन्छ भने त्यो गर्नु पर्दैन यसरी दैनिक योग अभ्यासबाट खुट्टालाई जमिनमै राखेर तलक्क तन्काउने अब यसपछि धनुरासन पछाडिबाट खुट्टा समाउनु शरीरलाई लचिलो बनाउनुको लागि यताउति पनि यसरी गर्नुहुन्छ हामीले पेटको बलबाट गरिने आसनहरू गरौँ अब ढाडको बलबाट गरिने यसरी बायाँ हातलाई दायाँ हातलाई तल पारेर यसरी पल्टिने बराबरमा पल्टिने हातलाई यसरी जोड्ने यो कमरका लागि रामबाण कमरका बिरामीहरूका लागि रामबाण अब बायाँ घुँडामाथि दायाँ घुँडा राखिने विपरीततिर हेर्ने टाउको विपरीततिर घुँडा विपरीततिर यो पहिले यसलाई अब धेरै बेरसम्म बढीभन्दा बढी समयसम्म राख्न सकिन्छ यसलाई फास्ट पनि गर्न सकिन्छ 1 2 3 4 5 6 7 8 9 10 अब दोस्रो स्टेप दायाँ घुँडाले बायाँको पुच्छालाई छुने पुरै जमिनमा बसाइदिने त्यसपछि यसलाई पनि फास्ट गर्न सकिन्छ 1 2 3 4 5 6
7 8 9 10 अब दुईटै खुट्टालाई तल तन्काउने दायाँ खुट्टालाई 90 डिग्रीमा ल्याएर बायाँ हत्केलामा राख्ने र टाउको अर्कोतिर यो कमरका लागि पत्थरीका लागि एकदम रामबाण कमर दुख्ने समस्या छ भने यही गर्नुपर्छ मर्कट आसनको तेस्रो छ अब अर्कोतिर यति भइसकेपछि अब खुट्टालाई पनि सिधा गर्ने हातलाई पनि सिधा गर्ने अब पवन मुक्त आसन अर्ध पवन मुक्त आसन पनि भनिन्छ यसलाई यसरी समातेर घुँडालाई च्याप्प समातेर ओठले टुङ्ने छ यसरी समातेर पवन मुक्त आसन भित्र भएका सम्पूर्ण ग्यासहरू सबै बाहिर फाल्नका लागि पवन मुक्त आसन अर्को खुट्टालाई पनि समाते यसलाई पनि फाँसी पनि गर्न सकिन्छ यसरी 1 2 3 4 5 यसरी गर्न सकिन्छ भने अब दुईटै खुट्टालाई समातेर गर्ने यसरी दुईटै खुट्टालाई समातेर च्याप्प पेटलाई पवन मुक्त आसन यसरी यसलाई ढुकुती खेल्ने जस्तो पनि गरिदिनुपर्छ यसरी ढुकुती खेल्दै गर्दा हाम्रा पिठ्युका मसलहरू र अनि आन्द्राको पनि मसाज आन्द्राको मसाजका लागि पनि यो अति उपयोगी छ यति भइसकेपछि अब खुट्टालाई सिधा गर्ने हातलाई पनि सिधा गर्ने अर्ध हलासन खुट्टालाई 90 डिग्रीमा माथि माथि पहिला दायाँ खुट्टा त्यसपछि बायाँ खुट्टा त्यसपछि दुईटै खुट्टा त्यसलाई अर्ध हलासन भनिन्छ अब खुट्टालाई सिधा गर्ने कमरभन्दा तलको भागलाई 1 फिट जति उठाउने 1 फिट भन्दा माथि नउठाउने यसलाई उत्तान पाद आसन भनिन्छ पेटमा सासलाई रोक्ने पेटमा कम्पन हुन्छ बढीभन्दा बढी समय रोक्ने कोसिस उत्तान पाद आसन पेटलाई बलियो बनाउनका लागि कमरलाई बलियो बनाउनका लागि यो गरिने आसन यसलाई तपाईँ बढीभन्दा बढी समय पनि गर्न सकिन्छ यसलाई धेरै बेरसम्म रोक्न सकिन्छ यसलाई उत्तान पाद आसन भनिन्छ अब नौका आसन गर्ने नौका आसन यसरी खुट्टालाई माथि टिप्ने अनि नौका जस्तो गर्ने यो पनि बढीभन्दा बढी समय रोक्न सक्ने गर्नुपर्छ नौका आसन अब यसपछि कन्धरासन गरौँ कन्धरासनका लागि यसरी तलबाट कुर्कुच्चा समात्ने पेटलाई माथि उठाउने र यसैमा कपाल घाँटी गर्ने यसपछि कट्यु तारा आसन हातलाई यसरी समात राख्ने तर अब हिपलाई पनि हिपले तल थिच्ने अनि माथि गर्दनले पनि तल थिच्ने बीचमा यो पिठ्युको भागमा बीचमा कुकुलो छोड्ने पिठ्युको भागलाई यसरी माथि उठाउने कट्यु तारा आसन यसले कमरका लागि पेटका लागि धेरै राम्रो हुन्छ कट्यु तारा आसन अब यति गरिसकेपछि अब सेतुबन्ध आसन सिधै माथि उठाउने हातले तलबाट सपोर्ट दिने र खुट्टालाई तन्काइदिने सेतुबन्ध आसन यसैमा कपाल घाँटी गर्न सकिन्छ सेतुबन्ध आसन गरिसकेपछि अब हामी गर्छौँ पादाङ्गुष्ठ नासा स्पर्श आसन खुट्टाको उड्याउनाले नाकलाई स्पर्श गर्ने पादाङ्गुष्ठ नासा स्पर्श आसन पादाङ्गुष्ठ नासा स्पर्श आसन अर्को खुट्टाले अब दुईटै खुट्टालाई टाउकोलाई छुने पादाङ्गुष्ठ नासा स्पर्श आसन भनिन्छ
अब गर्ने चक्र आसन, चक्र जस्तो बन्ने पुरै पैसा टिपे जस्तो। सरी, चक्रासन, यसलाई भनिन्छ चक्रासन। अब यति भइसकेपछि अब हामी सर्वाङ्ग आसन गर्छौँ। सर्वाङ्ग आसन, सर्वाङ्ग आसन। अब यसैमा पूर्ण हलासन गर्न सकिन्छ। टाउकोलाई के अरे खुट्टालाई टाउकोतिर झुकाइदिने, हातलाई तल पछाडिदिने, यो पूर्ण हलासन। यो कमर दुख्नेहरूले यो आसन अलिक कम गर्नुपर्छ, कमरको समस्या भएकोहरूले। तर यसरी पनि गर्न सकिन्छ। यति गरिसकेपछि अब हामी गर्छौँ शीर्षासन। शीर्षासन, शीर्षासन। शीर्षासन यो अध्ययन गर्ने विद्यार्थीका लागि धेरै उपयोगी छ। यसलाई शीर्षासन भनिन्छ भने अब हामी पादवृत्त आसन, सबैले पादवृत्त आसन गरौँ। पादवृत्त आसन, खुट्टालाई पुरै घुमाउने, खुट्टालाई पुरै घुमाउने पादवृत्त आसन। दायाँबाट पनि घुमाउने, बायाँबाट पनि घुमाउने। दुईटै खुट्टालाई पनि जोडेर घुमाउने। अब द्विचक्र आसन, द्विचक्र आसन साइक्लिङ, यसरी साइक्लिङ गर्ने। यति गरिसकेपछि अब पेटलाई, आफ्नो पेटलाई मलो बनाउनका लागि, पेटलाई सफ्ट बनाउनका लागि अब हामीले यो पनि कति सकिन्छ, 50 चोटि 100 चोटि यसरी चुनेको 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37
50 यसलाई धेरै भन्दा धेरै बढीभन्दा बढी पनि गर्न सकिन्छ। यसलाई जति सक्यो त्यति गर्न सकिन्छ। अब हामी शवासन गर्छौँ। प्रिय साधक मित्रहरू, हामीले फिजिकल्ली रूपमा धेरै आसनहरू गरेका छौँ र अब हामी मनलाई शान्त गर्नका लागि, यो मनलाई शुद्ध गर्नका लागि हामी अब शवासन गर्छौँ। शवासन गर्नका लागि 3 चोटि लामो लामो सास लिनुहोला। हातका हत्केलाहरूलाई आकाशतिर फैलाइदिनुहोला। पूर्ण रूपमा अहिलेका लागि हामी सबको रूपमा हाम्रो शरीर रहनेछ। खुट्टाको बुढ्याउनलाई हेरौँ मनबाट, त्यसै गरेर कुर्कुच्चालाई हेरौँ, माछलीलाई हेरौँ, घुँडाहरू हेरौँ, जङ्गाहरू हेरौँ, त्यसपछि कम्मरलाई हेरौँ, प्रजनन अङ्गहरू हेरौँ, अनि आन्द्रा, भूमि, कलेजो, फोक्सो, मुटु सबैलाई हेरौँ, पेटलाई हेरौँ, हातका हत्केला हेरौँ, कुइना हेरौँ, पाखुरा हेरौँ, कुम हेरौँ, घाँटी, आँखा, कान, नाक, मुख हेरिसकेपछि निधारमा एउटा चम्किलो बिन्दुलाई हामी केन्द्रित गर्छौँ। प्रिय साधक मित्रहरू, हामी यो बिन्दुमा सवार भएर बिस्तारै बिस्तारै माथि उडिराखेका छौँ। माथि जाँदै गर्दा हामीले तल घरहरू, फाँटहरू देखिराखेका छौँ, गाईबस्तु चलिराखेका देखिराखेका छौँ। त्योभन्दा पनि मनलाई माथि उडाउँदै लैजाउँ। हामीले ठुला ठुला पहाडहरू, नदीहरू देखिराखेका छौँ। त्योभन्दा माथि जाँदै गर्दा बादल देखिएका छौँ। बादलभन्दा माथि हिमालहरू, सेता हिमालहरू देखिएका छन्। त्योभन्दा पनि माथि जाँदै गयौँ उड्दै गर्दा निलो आकाश देखिएको छ। त्योभन्दा माथि अँध्यारो कालो बादल, अँध्यारै छ। त्योभन्दा माथि हजारौँ लाखौँ ताराहरू देखिएका छन्। त्यसमा एउटा चम्किलो वस्तु देखिएको छ। त्यो चम्किलो वस्तुलाई पन्छ्याउँदै जाउँ। हामी त्यहाँ चम्किलो वस्तु नजिक पुगेका छौँ। हाम्रो शरीर एकदम तातिराखेको छ। हामी जल्ने मामला भएका छौँ। त्यसमा हामी त्यो तातो वस्तुभित्र हामी भित्र पसिराखेका छौँ। भित्र जाँदै गर्दा हामीले चम्किला एकदमै चाँदीको कलरमा, सुनको कलरमा एकदमै आगो जस्तो चम्किला परम पूज्य परमात्मालाई देखिराखेका छौँ। उहाँले हाम्रा पितृदेवहरू लगायतलाई हामी देखिराखेका छौँ। उहाँले हामीलाई मुस्कुराउँदै हामीलाई नजिक बोलाउनु भएको छ। उहाँको नजिकै जाउँ र उहाँको खुट्टाको बुढ्याउलामा आफ्नो निधार लाग्ने गरेर हामीले साष्टाङ्ग दण्डवत गरेका छौँ र उहाँले हाम्रो शिरमा स्पर्श गर्दै आशीर्वाद दिनुभएको छ र परम पूज्य परमात्मालाई ढोक्दै हामी मुस्कुराउँदै बिस्तारै बिस्तारै पछाडि फर्केका छौँ। हामी हाम्रो शरीरमा चिसोपना आएको छ। हामी तल आउँदै गर्दा सेता हिमालहरू देखिएका छन्, बादलहरू देखिएका छन्। त्योभन्दा पनि तल आउँदै गर्दा लटरम्म फलेका खेतहरू, वन जङ्गलहरू देखिएका छन्। तल आउँदै गर्दा मानिसहरू, घर बस्तीहरू देखिएका छन्। त्योभन्दा पनि तल आउँदै गर्दा हामी यो देहरूपी शरीरमा प्रवेश गरेका छौँ र अब परम पूज्य परमात्माको आशीर्वाद र योगको विधिबाट हामी स्वस्थ बनेका छौँ। आफ्नो मनलाई खुट्टाको बुढ्याउलामा लैजानुहोस् होला। हामी खुट्टाको बुढ्याउलाबाट हामी स्वस्थ भएको अनुभूति गरिराखेका छौँ। हाम्रो खुट्टा दुख्ने, कुर्कुच्चा दुख्ने, तलले दुख्ने समस्या ठिक भएको छ। माछली ठिक भएको छ। घुँडा दुख्ने सम्पूर्ण समस्या ठिक भएका छन्। जङ्गाहरू बलिया भएका छन्। कमर ठिक भएको छ। हाम्रा प्रजनन अङ्ग सबै स्वस्थ बनेका छन्। पेटभित्र भएका आन्द्रामा, भुँडीमा, कलेजोमा, फोक्सोमा, मुटुमा भएका सम्पूर्ण समस्याहरू ठिक भएका छन्। हातका हत्केला बलिया भएका छन्। पाखुरा बलिया भएका छन्। छातीको भएको छ। घाँटी एकदम क्लियर भएको छ। मुहारमा एकदमै कान्ति आएको छ। मुस्कुराइराखेका छौँ। मुहार एकदमै मुस्कुराइराखेका छौँ। हाम्रो मुहारमा चम्किलो वस्तु देखिएको छ। एकचोटि परम पूज्य परमात्मालाई एकछिनका लागि शान्त भएर स्मरण गरौँ। अब दुईटै हातलाई माथि लगेर एक आपसमा घर्षण गरौँ।
र घर्षण गरेर मुहारमा सेकौँ। त्यसपछि बायाँ हातलाई टेकेर सिधा बसौँ, पद्मासनमा बसौँ र आँखालाई बन्द राख्नु होला। हातलाई फेरि घर्षण गरौँ, मजाले तातो हुन्जेलसम्म हातलाई घर्षण गरौँ। घर्षण गरेर मुहारमा सेकौँ। मुहारमा सेकेर परम पूज्य परमात्माको आशीर्वादलाई हामीले हत्यादामै हेर्नुपर्छ। कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती, करमुले गोविन्द, प्रभातम करदर्शनम ओम भनेर हामीले हातमा हेरेर हामी सिधा बस्नेछौँ। प्रिय साधक मित्रहरू, अब 8वटा प्राणायामहरू छन्। 8वटा प्राणायाममध्ये पहिलो प्राणायाम भस्त्रिका सुरुवात गरौँ। भस्त्रिका गर्नका लागि फोक्सोमा सास भर्दै फाल्दै गर्ने। ध्यानपूर्वक आँखा बन्द गरेर परमात्मालाई स्मरण गर्दै फोक्सोलाई भर्दै छोड्दै यसलाई बिस्तारै पनि गर्न सकिन्छ। युवाहरूले सधैँ गर्ने साधकहरूले अलि फास्ट गतिमा पनि गर्न सकिन्छ। प्रेसरको बिरामी हुनुहुन्छ भने प्रेसर हाई छ भने बिस्तारै गर्नुपर्छ। यसले प्रेसर बढाउने काम गर्छ। लो भएको व्यक्तिले अलि जोडले गर्दा पनि हुन्छ, युवाले जोडले गर्दा हुन्छ। यो शरीरमा अक्सिजन, ब्लडमा पनि अक्सिजन ल्याउनका लागि यो दैनिक गर्ने क्रियाभित्र पर्छ। हामीलाई यो भस्त्रिका प्राणायाम हामीलाई कुनै ठाउँमा चिसोले सताएको छ भने हामीलाई शरीरलाई तताउनका लागि पनि भस्त्रिका गर्दै आउँछ। हामीलाई धेरै गर्मी भएको छ भने पनि भस्त्रिका गरिदियो भने चिसो गराउन सकिन्छ। यसलाई फास्ट पनि गर्न सकिन्छ। यसैमा कुम्भक रेचक गरौँ। जसरी अब यसलाई सास भर्दै फाल्दै गरिसकेपछि सासलाई भरेर धेरैभन्दा बढी समय रोक्नु। लिने र छोड्ने कुम्भक रेचक यति गरिसकेपछि अब हामी दोस्रो स्टेप, प्राणायामको दोस्रो स्टेप कपालभाति गर्छौँ। कपालभाति गर्दै गर्दा नाकबाट हावा बाहिर फाल्ने, पेटलाई स्याप्प गरेर भित्र पसाउने र सिधा गर्दन गरेर गर्ने। 1 सेकेन्डमा एउटा झट्का दिन सकिन्छ। नियमित साधक या युवाले अब त्यसलाई प्रक्रिया मिलाएर फास्ट पनि गर्न सकिन्छ। बिस्तारै त्यसको गति बढाउन सकिन्छ। कपालभाति जीवन साथी। कपालभातिले धेरै रोगहरूसँग लड्ने हामीलाई शक्ति प्रदान गर्छ। यसका लागि न धेरै ठाउँ चाहिन्छ, न कुनै खेल मैदान चाहिन्छ, न धेरै समय चाहिन्छ। जता बस्यो त्यहीबाट सुरुवात गरौँ। समय हामीले
हाम्रा लागि निकाल्नु पर्दछ। समय भनेको कुरा त हामीले निकाल्ने कुरा हो, निरन्तर चलिरहेको छ। बिहानै सबेरै उठेर हामीले दैनिक हाम्रो यो साधना केन्द्रमा हुने क्रिया भनेको हामी बिहानै हाम्रा जति पनि साधकजी हुनुहुन्छ 4 बजे उठ्नुहुन्छ। 4 बजे उठिसकेपछि आफ्ना नित्य कर्म गरेर सकेपछि 4:30 बजे ठिक 4:30 बजे हामी यो हलमा प्रवेश गरिसकेका हुन्छौँ र हलमा प्रवेश गर्ने बित्तिकै हामीले सबैभन्दा पहिला दीप प्रज्वलन गर्छौँ। दीप प्रज्वलन गरेर दीप मन्त्र उच्चारण गरेर हामी शङ्ख घोषका साथ गायत्री मन्त्र जप गर्दै हाम्रा दैनिक योगा क्रियाकलापहरू चल्छन्। भनेपछि अब योग साधना केन्द्रमा आइसकेपछि सबै विधिवत रूपमा गरिन्छ, सबै धारावाहिक रूपमा हुन्छ भने घरमा धेरै कुरा गर्न सकिँदैन। तर केही नगर्नुभन्दा त घरमै बसेर थोरै भए पनि गर्दा अति उत्तम हुन्छ। तर सकभर साधना हाम्रा धेरै देशैभरि धेरै ठाउँमा पनि यस्ता साधना केन्द्रहरू छन्। हाम्रो पाटन नगरपालिकामा पनि धेरै ठाउँमा यस्ता योग साधनाहरू चलिराखेका छन्। हाम्रो खोडबे बजारमा पनि योग साधना केन्द्र चलिराखेको छ। त्यसै गरी पाटनमा छ, श्रीलङ्कामा छ, धेरै ठाउँमा हाम्रा योग साधना चलिराखेका छन्। यो योग साधना केन्द्रमा गएर नियमित गर्दा स्वस्थ बन्न सकिन्छ। त्रिमूल बन्द भन्छ। त्रिमूल अब हामीले कुम्भ प्रेषक माथि अब भस्रिया गर्दै गर्दा छातीमा सास भरेर रोकेका थियौँ भने अब पेटको सम्पूर्ण सासलाई फालेर मलद्वार मूत्रद्वारलाई माथि खिचेर धेरैभन्दा धेरै बेरलाई रोकेर राख्ने, घाँटीलाई मलद्वार मूत्रद्वार घाँटी सबै रोक्ने, खिच्ने, पेटमा खिचेर राख्ने त्रिमूल बन्द बन्द पनि भनिन्छ। भनेपछि यसलाई पाठेघर घस्ने समस्या छ भने एकदमै रामबाणका रूपमा यसले काम गर्छ। तपाईँलाई बाबासी, फिस्टुला, भगन्दर लगायतका समस्या छन्, धेरै साथीहरूले अपरेसन गरेका कुराहरू छन्, धेरै अब औषधिका कुराहरू छन्। यो खानपान बिग्रीका कारणले हुने बिरामी हो। यसलाई अब यो हामीले त्रिमूल बन्द गर्ने लगायतका यस्ता क्रियाले गर्दा यो माथि खिच्दै छोड्दै गर्दा हाम्रो लिभरले बलियोसँग काम गर्छ। पाठेघर खस्ने समस्यालाई ठिक गर्छ, महिनावारी गडबडी भएको कुरालाई ठिक गर्छ। भनेपछि यो एकदमै रामबाणका रूपमा छ। त्रिमूल बन्द शरीरलाई खिचेर राख्नु। त्यसपछि अग्निसार क्रिया, यसरी पेटलाई एकदम पेटको हावा सम्पूर्ण बाहिर फाल्दिने अनि पेटलाई हल्लाउने। अग्निसार क्रिया। अब त्यसैलाई नौली क्रिया, पेटको हावा सम्पूर्ण बाहिर फालेर घुमाउने पेटलाई। नौली क्रिया। अब थाइराइडका बिरामीहरूका लागि, घाँटीको थाइराइडको वर्षौँदेखिको समस्या छ भने यसका लागि उज्जयी गर्ने, घाँटीबाट सास घाँटीबाट घाँटीले सास लिने अनि दायाँ नासिका बन्द गरेर बायाँ नासिकाबाट हावा फाल्ने। थाइराइडको जतिसुकै बिरामी भए पनि यसलाई नियमित प्रक्रिया गर्ने हो भने हाम्रा यो साधना केन्द्रमा पनि थाइराइडको औषधि खाने धेरै साधकहरू थिए। अहिले उहाँहरू खानुहुन्न। यो प्रक्रियालाई कम्तीमा 20, 25, 50, 100 चोटि पनि गर्न सकिन्छ। त्यसपछि घाँटीलाई यसरी मसाज गर्ने। घाँटीलाई मसाज गरिसकेपछि
अब हामी यसरी सिधै बस्दै बस्दा फेरि थाकिसकेका छौँ। एकछिनका लागि खुट्टालाई अगाडि राखौँ, खुट्टाको सुसुम राखौँ, खुट्टाको यसरी खुट्टाका औँलाहरूलाई हल्लाउने यसरी। अब तल पुरै 1 2 3 4 5 6 7 8 9 10। अब पुरै यसरी घुमाउनु 1 2 3 4 5 6 7 8 9 10। उताबाट 1 2 3 4 5 6 7 8 9 10 यसरी। अब टाउको 1 2 3 4 5 6 7 8 9 10। अब खुट्टा यसरी 2 3 4 5 6 7 8 9 10। अब दुईटै खुट्टा 1 2 3 4 5 यसै गरेर यसरी अब पुरै अब यो थाइरोइडकै लागि यसरी पुरै पछाडि झुक्ने। अब यसरी तल छुरी यसलाई बढाउने र घटाउने गर्न सकिन्छ। अब चक्की आसन गरौँ। यसरी मजाले चक्की पिस्ने, यसरी पुरै घुँडामा पुरै गोलो बनाउने। हाम्रा पुर्खाहरूले, हाम्रा आमा बुवाहरूले पहिला चक्की पिस्नुहुन्थ्यो, जातो हुन्छ, जातो पिस्नुहुन्थ्यो, ओखल गर्नुहुन्थ्यो, अनि तपाईँको लुगा धुनुहुन्थ्यो, गाईबस्तु पाल्नुहुन्थ्यो। तर धेरै जस्तो पहिला यस्ता नसर्ने रोगहरूको बिगबिगी थिएन। अहिले हामी अल्छी भयौँ। त्यो अल्छी भएको कारणले हामीलाई धेरै रोगहरू लागेका छन्। हाम्रो यो अहिले त सबैमा त्यस्तो देखिएको छ। पहिला पुरुषको भन्दा महिलामा हार्ट एटेकको समस्या एकदमै कम हुन्थ्यो। अब बसिराख्ने कामै नगर्ने महिलामा देखिए पनि पुरुषहरूमा धेरै देखिन्थ्यो। महिलाहरू धेरै परिश्रम गर्ने भएको कारणले उहाँहरूलाई योग बल उहाँसँग पर्याप्त हुन्थ्यो। र अहिले खानपानका कारणले, हाम्रा दैनिकी जीवनका कारणले हामी धेरै यस्ता जोखिमपूर्ण क्यान्सर रोग, हार्ट एटेकको रोग लगायत डिप्रेसन, सबै डिप्रेसनमा गएका छन्। यसरी पेटलाई, कमरलाई ठिक गर्नु। अब यसरी आँखा र कमर, पेट सबैका लागि व्यायाम हुन्छ। यसरी जता हाल लगाएको छ त्यतै अब यति गरिसकेपछि अब यसरी खुट्टाको पनि मसाज गरौँ, खुट्टालाई माया गरौँ। हाम्रो शरीरको सबभन्दा पवित्र अङ्ग, शरीरको सबभन्दा पवित्र अङ्ग कुनै छ भने त्यो खुट्टा छ। हाम्रो संस्कारमा पनि कसैलाई ढोक्न गयो भने सबैले खुट्टालाई छुन्छ, पौलागी, पैलागी लगायतका कुराहरू भन्छन्। र हामीलाई आज यहाँसम्म पुर्याउने, जेमा पनि स्वाभिमान बनाउने भनेको हाम्रो खुट्टा। यो खुट्टालाई हामीले माया गर्नुपर्छ। विशेष अङ्गलाई माया गर्दैनौँ हामी अहिले मुहारलाई धेरै माया गर्छौँ। हाम्रो शरीरको सबभन्दा अशुद्ध भनेको मुहार छ है। मुहारमा राम्रा नराम्रा सबैका त्यहाँ दृष्टि कुरीसिहरू परेका हुन्छन्। त्यसलाई हामी धेरै सिँगार पटार गरिराखेका हुन्छौँ भने हाम्रो खुट्टालाई हामी माया गर्दैनौँ। खुट्टालाई पनि माया गर्नुपर्छ, मजाले मसाज गरिदिनुपर्छ। यसको तलतिर पनि यसरी गरिदिनुपर्छ, यसलाई माया गर्नुपर्छ। त्यसै गरेर अर्को खुट्टालाई पनि कसैलाई ढोक दिँदाखेरि खुट्टालाई छुन्छन्, टाउकोलाई त छुँदैनन्। सबभन्दा शुद्ध, पवित्र र मान्छेलाई आत्मनिर्भर बनाउने अङ्ग खुट्टा। यसलाई हामीले, यसमा धेरै नाडीहरू हुन्छन्। यसरी यसलाई मसाज गऱ्यो भने खुट्टा अनिन्द्रा हुने, निन्द्रै नलाग्ने कुरा छ। तपाईँलाई निन्द्रै लाग्दैन भने
तपाईहरुले यो खुट्टालाई राम्रोसँग धोएर बेलुका यसलाई सरसिउँको तेल तोराको तेल लगाएर सुत्यो भने एकदम निद्रा लाग्छ। अब पुतली आसन गरौँ। यो पनि एकदम अहिले प्रोस्टेट भएको छ। पुरुषहरुमा धेरै प्रोस्टेटको समस्या भएको छ। महिलाहरुमा महिनावारी गडबडीको समस्या, बाँझोपनको समस्या लगायतका थुप्रै समस्याहरू ठिक गर्नका लागि यो पुतली आसन आइदिन्छ। यसलाई बढीभन्दा बढी समय मजाले महिला दिदीबहिनीहरूले धेरै पनि गर्नुपर्छ। प्रोस्टेटको समस्या भएका पुरुष दाजुभाइहरूले पनि मजाले गर्ने। यसले प्रोस्टेटको समस्यालाई ठिक गर्छ अनि किडनीमा पत्थरी भएको समस्यालाई ठिक गर्छ लगायतका धेरै कुराहरू। देख्नुमा यो सजिलो छ, सजिलो, यसले त धेरै के फाइदा गर्ला भन्ने खालको हुन्छ। अब यति भइसकेपछि अब हातका सुस्म व्यायाम गरौँ। हातका सुस्म व्यायाम गरौँ। 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3। मैले गिन्ती गरिरहेको छु भने हाम्रो नियमित बानी परोस् भनेर। खासमा त यसमा त सास फेर्दै छोड्दै यो गर्ने। मैले गिन्ती किन गरिरहेको छु भने कम्तीमा नियमित गरौँ। यसरी यसका लागि मैले गरेको गन्ती गरेको। तर न त यसलाई टाउकोलाई हाम्रा शरीरका सम्पूर्ण अङ्गहरूलाई बलियो बनाउनुपर्छ। यो टाउको हल्लिने, टाउको स्थिर नरहेर यसो हल्ली देख्नुहुन्छ नि, त्यसका लागि पनि यो यस्तो क्रियाहरू गरिराख्नुपर्छ। च्याप तलबाट हुन्छ नि। योगका धेरै विधिहरू छन्, धेरै क्रियाहरू छन्, तर मात्रै हामी स्वस्थ व्यक्तिले दैनिक गर्ने क्रियाहरू मात्रै गरिराखेका छौँ। योग गर्नका लागि धेरै आसनहरू छन्, धेरै प्राणायामहरू छन्, तर हामी मात्रै हाम्रो दैनिकीमा काम आउने र स्वस्थले सधैँ गर्नुपर्ने योगहरू मात्रै गर्छौँ। अब यति भइसकेपछि प्रिय साथी मित्रहरू, अब हामी प्राणायामको उच्चतम र उत्कृष्ट प्राणायाम अनुलोम विलोम गर्छौँ। अनुलोम विलोम गर्नका लागि सिधा ढाड सिधा गरेर बस्ने, दायाँ नासिकालाई बन्द गर्ने र बायाँ नासिकाबाट सास लिने। अब बायाँ नासिका बन्द गरेर दायाँ नासिकाबाट बाहिर फाल्ने। अब दायाँबाट हामीले फालेका छौँ भने दायाँबाट लिने। अब बायाँबाट बाहिर फाल्ने। यसरी जुनबाट बाहिर फालेको छ त्यहीबाट लिने। जति बेर हामीलाई बाहिर फाल्न लागेको छ भने त्यति बेर माथि लिने पनि। एकछिन तल पनि रोक्ने, माथि पनि रोक्ने। यो अनुलोम विलोम जुनसुकै अवस्थाको व्यक्तिले पनि गर्न सकिन्छ। यसमा गर्भवती महिलाले पनि गर्न सकिन्छ, अपरेसन भएको मान्छेले पनि गर्न सकिन्छ, बुढो वृद्ध मान्छेले पनि गर्न सकिन्छ, रोगीले पनि गर्न सकिन्छ, युवकले पनि गर्न सकिन्छ, खाना खाएर पनि गर्न सकिन्छ, निद्राबाट उठ्ने बित्तिकै पनि गर्न सकिन्छ। यो एकदमै उच्चतम प्राणायाम हो। हाम्रा बुढापाकाले पहिला सन्या पूजा गर्दाखेरि पनि गर्नुहुन्थ्यो।
72 करोड 72 लाख भन्दा एभब धेरै नाडीहरू यसले सञ्चालन गर्छ। हाम्रो शरीरमा 72 करोड 72 लाखलाई धेरै, त्योभन्दा पनि धेरै धेरै नाडीहरू हाम्रो शरीरमा छ, जसलाई यसले सक्रिय गराउँछ अनुलोम विलोम। यसलाई बिस्तारै यसको गति बढाउनु पनि सकिन्छ। यसलाई 5 मिनट 10 मिनट 15 मिनट 20 मिनट आधा घन्टा 1 घन्टासम्म पनि गर्न सकिन्छ। समयलाई मध्यनजर गरेर अब हामी नियमित साधकहरूले अब धेरै अन्य क्रियाकलापहरू पनि गर्नुपर्ने, दैनिकीहरू पनि गर्नुपर्ने भएको कारणले हामीले 5-5 मिनट मात्रै गरिरहेका हुन्छौँ। र यसपछि भ्रामरी प्राणायाम। अब यो अहिलेसम्म त भौतिक शरीरका प्राणायाम गऱ्यो भने अब यो भित्तिलाई माथि मस्तिष्कलाई भाइब्रेट गर्नका लागि भ्रामरी। यसका लागि यो दुई औँलाले आँखा बन्द गर्ने, बुढे औँलाले कान बन्द गर्ने, जिब्रोलाई तालुमा ठोके जस्तो गर्ने, पेटमा सास भर्ने, लामो भमम गरेर निकाल्ने। यो हामी कम्तीमा 5 चोटि गर्छौँ यसरी। अब हामी उद्गीत प्राणायाम गर्छौँ। उद्गीत प्राणायाम सिधा कमर गर्ने, पेटमा पूर्ण सास भर्ने र लामो स्वरमा अ उ म भनेर हामीले यसलाई ओमकारबाट उद्गीत प्राणायाम गर्छौँ। यसलाई 5 चोटि गर्छौँ। लामो सास लिएर एकै स्वरमा गर्ने।
अब हामी परम ध्यान गरौँ। सबैले मन मनै सोच्नुहोला, हे परम पूज्य परमात्मा, हे मलाई जन्म दिने मेरो पूजनीय आमा बुवा, हजुरहरूलाई कोटी कोटी नमन छ। हजुरको कृपाले, हजुरको आशीर्वादले म मनुष्य जीवन, यो पवित्र मनुष्य जीवनमा आजसम्म यो पृथ्वीमा विचरण गरिराखेको छु प्रभु। हजुरलाई कोटी कोटी नमन छ। हे परम पूज्य परमात्मा, म भित्र भएको सम्पूर्ण विकारहरूको नष्ट गरिदिनुहोला। मलाई सद्बुद्धि, सद्विचार, सद्भावना, सद्मार्गमा लगाउनुहोला। हे परम पूज्य परमात्मा, मेरो काम गराइका कारणले, मेरो बोलीको कारणले, मेरो दिनचर्याको कारणले कसैको पनि चित्त नदुखोस्। हे परम पूज्य परमात्मा, हजुरलाई कोटी कोटी नमन व्यक्त गर्न चाहन्छु। म भित्र भएका सम्पूर्ण अहङ्कार, ईर्षा, दोष, लोभ, मोह, विकारहरू सम्पूर्ण नष्ट हुन्। म भित्र मेरो शरीरमा भएका सम्पूर्ण रोग व्याधिहरू नष्ट हुन्। मेरो श्रीमतीको शरीरमा भएका सम्पूर्ण रोग व्याधि दुःख नष्ट हुन्। मेरो श्रीमानको शरीरमा भएका सम्पूर्ण रोग व्याधि दुःख कष्ट नष्ट हुन्। मेरो आमा बुवाको शरीरमा भएका सम्पूर्ण रोग व्याधि दुःख कष्ट नष्ट हुन्। मेरो छोराछोरीको शरीरमा भएका सम्पूर्ण रोग व्याधि दुःख कष्ट नष्ट हुन्। मेरो भाइ बन्धु घर परिवारको शरीरमा भएका सम्पूर्ण रोग व्याधि दुःख कष्ट नष्ट हुन्। मेरो गाउँ टोल छिमेकीमा सुख शान्ति समृद्धि आओस्। मेरो वार्डमा सुख शान्ति समृद्धि आओस्। मेरो पालिकामा सुख शान्ति समृद्धि आओस्। मेरो प्रदेशमा सुख शान्ति समृद्धि आओस्। मेरो देशमा सुख शान्ति समृद्धि आओस्। मेरो सम्पूर्ण विश्वमा मानव सभ्यतामा सुख शान्ति समृद्धि आओस्। प्रभु, हजुरलाई सधैँ जप्न पाऊँ, सधैँ स्मरण गर्न पाऊँ, सधैँ ध्यान योग तपस्या गर्न पाऊँ। हजुरलाई कोटी कोटी नमन गर्न चाहन्छु प्रभु, कोटी कोटी नमन गर्न चाहन्छु। अब दुईटै हातलाई मजाले घर्षण गर्ने, मजाले एकदम तातो हुन्जेलसम्म। यो पनि एउटा योगको एउटा अङ्ग हो। हातलाई एकदम घर्षण गर्ने, तातो बनाउने। तातो भइसकेपछि टक्क मुहारलाई सेक्ने, मुहारलाई मसाज गर्ने, मजाले मसाज गर्ने र यसरी कम्तीमा 50 देखि 100 चोटि, 200 चोटि गालामा चड्काउने। गाला च्याउरी पर्ने कुरा, जसरी अब अहिले विभिन्न खालका क्रिमहरू आएका छन्, क्रिमहरू लगाएर मुहार चम्किलो गर्ने गरेको छ। तर विज्ञानले, योगले चाहिँ यसरी गालामा चड्काउने हो। हामीले यसरी चड्काउँदियौँ भने गाला एकदमै स्वस्थ बन्छ। शरीरका अन्य अङ्गहरूलाई पनि सक्रिय गराउँछ। यसरी सक्रिय गराउने हामी योगबाट, योगको बलबाट स्वस्थ बन्छ। शरीरका सम्पूर्ण अङ्गहरूलाई स्वस्थ बनाउँछ। यसरी मुटुलाई पनि बलियो बनाउँछ। मुटु भएको भागमा कम्तीमा 50 देखि 100 चोटि यहाँ हान्ने। मुटुमा मुटु अटेकको धेरै सम्भावनालाई कम गर्छ। मुटुमा यसरी हान्ने, मुटुलाई बलियो बनाउने। यसरी मुटुलाई बलियो बनाएर शरीरलाई एकदमै फुर्तिलो बनाउने। यति गरिसकेपछि अब मुटु बलियो भइसकेपछि अब हामी शेर बनेका छौँ, सिंह बनेका छौँ। अब हामी सिंह बनेका छौँ। त्यसका लागि सबैले सिंह आसन गर्ने। यसरी हातका पन्जालाई यसरी भित्र हालिसकेपछि जिउलाई बाहिर निकालेर आँखा निकालेर
महत्त्वपूर्ण अङ्ग हो। यसपछि हामी ताली बाजौँ। ओम 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 शान्ति पाठ गर्नेछौँ। सबैलाई धेरै धेरै धन्यवाद। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कस्य दुःखभाग् भवेत्। ओम देव शान्ति, अन्तरिक्ष शान्ति, पृथिवी शान्तिरापः शान्तिरोषधयः, शान्ति वनस्पतयः, शान्ति विश्वेदेवाः, शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति शान्तिरेव, शान्ति सामा शान्तिरेधि। ओम शान्ति शान्ति शान्ति। आदरणीय दर्शकवृन्द, साधक मित्रहरू, हाम्रो दैनिकी योगको क्रियाकलाप समापन भएको छ। सम्पूर्णलाई आफ्नो ठाउँबाट योग साधना गर्नु एकछिनका लागि भए पनि जीवनभरिहरूका लागि 1 घण्टा आफ्ना लागि भन्ने मूल नाराका साथ सबैले आफ्नो ठाउँबाट योग साधना गर्नुहुनेछ र सम्पूर्ण सबैको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै आजको यो औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दछु। ओम।